ओम नमो भगवते वासुदेवाय। आज होलिका दहन अर्थात् त्रिदाह गर्ने दिन र यो होली पर्व किन मनाइन्छ, यो होलिका पर्व किन मनाइन्छ भन्ने सम्बन्धमा सानो कुरा म बताउन गइरहेको छु। हिरण्यकश्यपुका पुत्र प्रहलाद आफू दानव कुलका हुँदा हुँदै पनि परमात्मा परमेश्वर विष्णु भगवानका परम भक्त भएर उनी नारायण 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 नाम जप गर्दै अगाडि बढिरहेका थिए। आफूलाई आनन्दित बनाइरहेका थिए, आफ्नो अमरत्व प्राप्त गरिरहेका थिए। अनि त्यति बेला राक्षस अर्थात् दानव प्रवृत्ति र दानव कुलको नियम अनुसार विष्णु भगवानको विरोध गर्ने दानवीय प्रवृत्ति सहितको मेरो छोरो बनोस् भन्ने हिरण्यकशिपुको चाहना। अनि गुरुकुलमा लगेर गुरुहरूलाई हराएर ल मेरो छोरालाई पुरा सक्षम हाम्रो कुल रीतिरिवाज प्रवृत्ति अनुसारको यसको विचार सबै गराएर एकदम शिक्षा दीक्षा चाहिँ तपाईँले दिनुहोस् भनेर गुरुहरूलाई हराएर जानुभयो। तर भएन। अनि गुरुहरूले सक्नु भएन। त्यसपछि बडा हैरान भयो। अनि हिरण्यकशिपुले भन्यो मैले सकिनँ। जतिखेर पनि के पढ्यौ त बाबु, के बुझ्यौ तिमीले? बस नारायण नारायण नारायण, श्रवणम कीर्तनम स्मरणम पादसेवनम जस्ता गरिएका 9वटा भक्तिपूर्ण कुराहरू ल्याएर आफ्नो बाबुलाई पिताजीलाई चाहिँ गएर भक्त प्रहलादले सुनाए। यस्तो तिमीले किन गर्छौ? त्यो विष्णु त मेरो शत्रु हो। अनि मेरो दुश्मनसित तिमीले यस्तो चाहिँ गएर तिम्रो त्यसैको भक्ति गरेर बस्छौ, त्यसैको नाम जप्छौ, त्यसैको गुणगान गाउँछौ भनेर भन्दा अनि त्यसैमा कल्याण छ पिताजी सकेपछि अनि मार्नेलाई धेरै प्रयास भए। उहाँलाई चाहिँ गएर हिमालबाट खसालियो। अनि त्यसपछि गएर अनेक उपायहरू त्यहाँ रच्यो, तर कतैबाट पनि अनि प्रहलादको लाई मृत्युको मुखमा पुर्याउन सकेनन् ती दानवहरूले। अनि एक दिन हिरण्यकश्यपकी छोरी अर्थात् प्रहलादकी दिदी जसको नाम थियो होलिका, अनि बाउ छोरो यस्तो यो हाम्रो कुलभन्दा विपरीत गएर मेरो शत्रुको गुणगान गर्ने बनो भनेर बडा चिन्तित भइरहेको बेलामा तपाईँ चिन्ता नगर्नुहोस्, मैले आफ्नो तपस्याबाट यस्तो वरदान युक्त अर्थात् एउटा च्यादर, यस्तो शीतलताको च्यादर मैले प्राप्त गरेकी छु। मलाई अग्निदेवले जलाउनुहुन्न, मलाई अग्निदेवले जलाउनुहुन्न। मैले उसलाई काखमा लिएर म अग्निदेवमा बस्छु अनि ऊ भस्म भएर जान्छ, मलाई केही पनि हुँदैन भन्ने कुरा जब ती होलिकाले गरिन्। ल ठिक छ भने ठुलो दाउराको रास थुपारियो। अनि त्यस उसमा चाहिँ गएर त्यो
चिता भनौँ कि अब त्यसलाई के भनौँ, अब त्यो चाहिँ दाहा चिरदाहा भनेर पनि भन्छ, अब त्यस्तो ऊ बनाएर राखियो। अनि त्यसैमा माथिबाट अनि त्यो शीतलता अर्थात् नजल्ने अनि त्यो च्यादर चाहिँ गएर ओढेर आफू बसिन्। अनि प्रह्लादलाई काखमा राखिन्, तल्लोबाट आगो लगाइदियो। अब आगो जल्दै गयो अनि ठ्याक्क त्यो अनि भगवान् प्रह्लाद अब त्यहीँ बसेर अब प्रभुको नाम लिन थाल्नुभयो। अनि त्यो च्यादर चाहिँ ठ्याक्क हावाहुरी यस्तो आयो कि अनि च्यादर स्याट्ट उडेर आएर प्रह्लादको लाई लपेटेर भक्त प्रह्लादको सुरक्षा गरेर त्यो च्यादर बस्यो। अनि कि दिदी चाहिँ होलिका अनि खुला भइन्। अनि त्यसपछि गएर पुरा अग्निदेवले चाहिँ गएर होलिकालाई एकदम भस्म गराइदिनु। अब रातभरि त्यो जल्यो। अर्को दिन त अब त होलिका बाँच्ची गइन्। अब केही दुई पक्ष थियो त्यहाँ। अब उनका प्रह्लादको भलो चाहने नारायण भक्तहरू पनि थिए। अनि उनीहरू पनि आए। अनि त्यसपछि गएर प्रह्लादका शत्रुहरू अर्थात् विरोधी ती दानवीय पक्षका मान्छे प्रवृत्तिका मान्छेहरू पनि थिए, तिनीहरू पनि आए। अनि आएर हेर्दाखेरि त प्रह्लाद मजा हाँसेर बसेर भगवानको नाम जपिरहनु भएको छ। अनि त्यो च्यादर चाहिँ उहाँले ओढ्नु भएको छ। उनी चाहिँ होलिका जलेर भस्म दहन भइन्। र त्यो दिन थियो यही फागुन शुक्ल पक्षको पूर्णिमा तिथि। त्यसकारण यही पूर्णिमाका तिथिका दिन त्यही भक्त प्रह्लादको पुरा विजय भएको सु अवसरमा अनि यो होलिका दहन अथवा यो चिरदाहन गर्ने अनि विजय उत्सव मनाउने आदि काम चाहिँ हुने गरेको छ। र यसरी त्यतिखेरदेखि प्रह्लादको पालादेखि अनि यो होलिका दहन गर्ने, त्यसबाट चाहिँ एक आपसमा पुरा भक्त प्रह्लाद अनि भगवानको नाम जपको तपको प्रभावले चाहिँ गएर सुरक्षित बस्नुभएको हुनाले हामी जति पनि दानव रहितका मानव देव जति पनि छौँ सबै चाहिँ गएर प्रह्लादको सुरक्षा प्रभुको नामले गरेको हुनाले त्यसैको विजयको स्वरूप हामीले यो होलिका महोत्सव मनाउने गर्छौँ। अस्तु।